सेम सेम गरे हजुर मरे हजुर अबे डर लाग्यो गाइस न म त सक्दिनँ त्यो दाइले मैले माने हुन त दाइ सेटल भइसक्नु भयो होला छोराछोरी पाइर हाम्रो त बाँकी नै छ नि त यार यो राइड चाहिँ यो लामो यो दाइसँगको भेटघाट चाहिँ रमाइलो भयो यार अझ अगाडि नै यदि टुम्लो टाम्लो बान्नु भयो सामानहरू अब मुगलिन आइन्छ होला एकछिन अलि पर गएर शीतला रेस गर्नुपर्ने हुन्छ हजुर हजुर रहर लाग्छ ए ल ठिक छ रहर लाग्छ रे दाइलाई यसरी कुदाएको ठिकै छ तर सेफ्टी गियर लाउनु पऱ्यो भन्ने उहाँको उमेर बुढो भए पनि मन बुढो भएको नरहेछ उहाँले मलाई चिन्नु भयो कि भएन हेर्नु भयो भने चाहिँ कसैले देखाइदिनु भयो भने चाहिँ छक्क पर्नुहुन्छ होला जाम बाइक भएको फाइदा चाहिँ यस्तो बाहिर छ कि कुरै छोड्दिनँ ओहो अझ त्यहाँ मोबाइलमा फिल्म हेर्दै हो आमा मोबाइल खला नि फेरि सिस्टम त सही रहेछ दाइको मोबाइल हेरेछ आमा कम्पिटिसन भएपछि रे दाइले फेरि हो सही हो रमाइलो लाग्छ तर सेफ चाहिँ हुनु पर्यो यहाँ चाहिँ किन दिलामा